जहिले पनि म यो हाल्ने बेलामा चाहिँ डक्टर पर जान्छ साथीहरू मेरो एकदम डर लाउँछ। हेलो साथीहरू, बिहान नमस्कार। सन्चै आराम हुनुहुन्छ होला भन्ने आशा चाहिँ म पनि ठिकै छु, बाँचिरहेको छु। यस्तै छ होइन। तपाईँलाई म नयाँ तरिकाले विदेशको ठाउँमा खाना पकाउन गइरहेको छु साथीहरू। मेरो खाना पकाउने तरिका अनि मेरो खानामा के छ साथीहरू म तपाईँलाई 4 दाना लसुन, यति जति अदुवा अनि प्याज, खुर्सानी, अदुवा र लसुनको है साथ। पकाउने के त भन्दाखेरि पकाउने यो है साथीहरू। यसको नाम चाहिँ मलाई थाहा छैन, फर्सी हो कि के हो मलाई थाहा छैन होइन। यो पकाउनु लाग्यो साथीहरू। यसलाई सुरुमा यसको बाहिर छिलेर अथवा तासेर आफ्नो भाषा पऱ्यो हुन्छ होला यसमा। अब बाहिरको यो कुखुरा हालेर पकाउने गर्छु है मैले। यो पहिलो भए चाहिँ पिस भयो भने 3 दाना आलु। त्यसपछि आउँछ साथी फ्रिज खोलेर फ्रिज खोलिसकेपछि फ्रिजभित्रै यो रहेछ। यो भनेको यता टिस्यु भोकले हातसँग नसुन रहेछ। यो भनेको च्याउ। अब कस्तो प्रकारको च्याउ भन्ने कुरो मलाई थाहा छैन। साथीहरू यसमा ट्वाक्क लाएर यो बसाल्यो। यो म चाहिँ यो एकदम डेन्जर लाग्छ मलाई चाहिँ, त्यही भएर यस्तो हो साथीहरू। झन् अलिकति तातो रहन्छ र म बाल बनाउँथेँ, नत्र मलाई जहिले पनि पोल्ने यसो हाल्ने। अब यति भएपछि त म डराउनु फेरि म अब दादा हो अघि सुरुमा हो डराउने। अनि यसरी ट्याक्क चलाउने है साथीहरूलाई हामी देखाउँछु त म यसरी ट्याक्क यसलाई यसो गरेर चलाउने है त साथीहरू। एकछिन है त ल। अब खाना पकाउँदा पकाउँदै कहिले काहीँ अल्छी लाग्यो, गीत गुनगुनाउन मन लाग्यो भने साथीहरू यस्तो गीत गाउनुपर्छ है त। म चाहिँ लोकदोरी र आधुनिक गीत, आधुनिक एकदम मनपर्छ। म तपाईँहरूलाई एउटा गीत गाएर पनि सुनाउँछु है त। गीत चाहिँ मैले के सुनाउँछु तपाईँहरूलाई भन्दाखेरि एकोहोरो माया जहिले भन्ने सुनाउँछु है त। एकोहोरो माया जहिले नि साँच्चै माया मारेकै हौ भने तिमीलाई भुल्न सक्छु मैले नि। हे संसारैमा तिमीलाई खान्दानी, तिमीलाई खान्दानी आफ्नै मान्छे बनाउन खोज्दा नि एकोहोरो माया जहिले नि साँच्चै माया मारेकै हौ भने तिमीलाई भुल्न सक्छु मैले नि। साँच्चै माया मारेकै हौ भने तिमीलाई भुल्न सक्छु मैले नि। यो एउटा गीत गाउँदै गुनगुनाउँदै आफूले यति हाल्छु नुन साथीहरू। मैले तपाईँहरू यति नुन हालेर अनि यो ट्याक्क बन्द गरिन्छ है। यो ट्याक्क बन्द गरेर राख्ने र साथीहरू। यति गरिसकेपछि फेरि अलिअलि चलाउनु। अनि यो प्याज, खुर्सानी, अदुवा, लसुनको काम तमाम भयो। यदि तमाम भइसकेपछि अब के गर्ने त? टमाटर छैन, हरियो टमाटर अलिकति यसो हालेँ त तपाईँहरूलाई मैले देखाइनँ। पक्का नि हालेन भन्नुहुन्छ होला, भन्नुहोस्। अनि त्यसपछि अघि काटेको यो सबै खासराख्छु एउटै खालको भाँडामा, एउटै भाँडामा झ्याप्पा हाल्ने, यसबाट चलाउने। यसरी चलाउनु साथीहरू। यसरी चलाइसकेपछि अलिक पानी हालिदिने। अलिक पानी हालेर यसरी पानी हालेर ट्याक्क लाएर यसो गरेर राखिदिने। ढाकिदिइसकेपछि साथीहरू 20-25 मिनट अथवा आधी घन्टा जति ट्याक्क छोडिदिनु त्यसलाई। अब अलिअलि जितेको छ भने अघि देख्नु भयो किचन कति राम्रो छ मेरो। अब पनि अलिअलि पुस्ने 30-35 वर्ष पुरानो ठाउँ हो। अब त्यही भएर खासै राम्रो पनि छैन भने के भन्ने होइन, त्यसरी चलिरहेको छ। यति गरेपछि ढुक्क लाएर छोडिदिनु साथीहरू। अनि तपाईँहरूले भात खै भन्नु होला, भात चाहिँ यहाँ बसालिन्छ। बिहान खाइयो, यो दिउँसो खाइयो, अब त्यतिकै यो है त ट्याक्क राइस कुकरमा यति रेडी हुन्छ साथीहरू। ल मेरो यो खाना रेडी हुँदैछ, खाना यहाँ छ। अब म एकछिन आराम गर्छु। मेरो यही हो है त साथीहरू काम। ल